राम्रो हुन्छ रे आमा हुनुहुन्छ हाम्रो घरमै मेवा ल हाम्रो चाहिँ पाक्दैछ पिज्जा पराठा पाकिसक्यो हेलो गाइस वेलकम टु माई युट्युब च्यानल सो हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो नेपालको भ्यू मेरै होम टाउनको घर माथिको भ्यू है यो चाहिँ भर्खरै पानी परेर दामी भयो चिसो आम्बा लगाइछ आज यसपालि चाहिँ अब बुढीले चाहिँ हल्का रोटीहरू बनाउँदैछ आलु पराठा बनाउनु होइन आलु पराठा बनाउँदैछ है त्यही भएर लगडा यस्तै हो दामी भ्युजहरू हुँदैछ नेपालको चिसो अनि यो चाहिँ बुढीको फुलहरू अस्ति हामी लिएर आएको थियो एक पिस किन्न बाँकी छ है त लगाइछ आज तपाईँहरू देखाउने छु अब रोटी आलु पराठा बुढीको है त बुढीले त्यहाँ बनाउँदैछ आलु पराठा आज चाहिँ खाना खटा आलु पराठा थियो लगाइछ भ्यू चाहिँ हेर्नु होला आफै दामी छ भ्यू चाहिँ लगाइछ अब तपाईँहरूलाई राम्रो लाग्यो भने भिडियोहरू लाइक शेयर सब्सक्राइब गरिदिनु है त ओके गाइस इफ यु लाइक भिडियो प्लिज लाइक शेयर कमेन्ट सब्सक्राइब है त एउटा लगाएको थियो अब नेपाल आएको नि अब अलमोस्ट वान मन्थ हाफ भइसक्यो कडा हो अब बन्दाले गर्दा पनि ल्याङ भइरहेछ कहिले खुल्ने ठेगान पनि छैन यो वारले गर्दा बुढाबुढी घरमै अड्किएर बसिरहेछ के गर्नु तनाव छ घरमा आएर के गर्नु कामसाम छैन यतिकै बसिरहेको छु कडा हो अब यो चाहिँ हाम्रो हेटवटा बजार दामी छ नि त धेरै वर्ष बसेपछि अब खाइरहेछु यार त्यो दुबईको तातो कति टेम्परेचर 50-40 हुन्छ यहाँको आमा 10-19 दामी छ दामी लकडा हो हेर्नु होला है त एन्डिङसम्म माया गरिदिनु है त ल गाइस हाम्रो चाहिँ आलु पराठाको निजाम प्लस है त हाम्रो म्याडम चाहिँ हुनुहुन्छ कुकमा यता आमा हुनुहुन्छ हाम्रो घरमै पालेको मेवा ल आज हाम्रो सेफ हुनुहुन्छ कुकमा है त आलु पराठा पिज्जा सेफ अहिले आउँछ त्योहरू यो चाहिँ हाम्रो घरमै रोपेको मेवा पपाया अर्ग्यानिक लगाइछ अब हामी स्पेसल्ली अब यही हो ओके ल हाम्रो चाहिँ पाक्दैछ पिज्जा आलु पराठा पिज्जा ओ सेल्सी के छ ल आउनु होला सबैजना टेस्ट गर्नलाई ल छोटोले पनि सुरु गरेको छ पिज्जा ल छोटो खायो गम मिठो लाग्यो कलवाइले त ल हाम्रो चाहिँ पराठा खाइसकेको छ सुरु गरेको छ मैले पराठा भन्छ के भन्छ त के त पराठा के भन्नुपर्छ पराठा पाकिसक्यो आज चाहिँ खाना खटा हाम्रो पराठा छ पराठा पिज्जा पराठा नि त आमामा कहाँ सिकाऊ यो चाहिँ बनाउनु
पहिला इन्डियामा काम गर्दा जहिले छुट्टीमा घर आयो कि यस्तो बनाएर खान्थेँ हामी। ल गाइस अब हामी पनि एकछिन पछि सुरु गर्नुपर्ने हुन्छ। कालो भाइले चाहिँ खाइसक्यो त कालो डनले बसेर खानु त है निहुरेर खायो ल है बुढले बनाएको आलु पराठा प्यारो बनाउनु पर्दैन ब्लगमा अब आलु पराठा खानु ल यहीँ बहिनी पनि छ त ए राम्रो हुन्छ अरे कि खाना खायो तिमीले तरकारीसँग चाहिँ ल गाइस अब बुढले बनाएको स्पेसल आलु पराठा तर आलु चाहिँ छैन कि फेरि भित्रको छैन अरे कि यहाँ हेर्नु यहाँ यत्रो यत्रो फिलिङ देख्दैन आलु कोही कोहीमा चाहिँ आलु रहेछ यहाँ रोटी यत्रो छुटिरहेको छ आलु छैन मम्मीले बनाएको छ हामीले बनाएको सुट यो त मासु वाचा हेर्न लोटन सबैले खानु भइसक्यो क्या उहाँ चाहिँ भोक सब्जी घर पुगिसक्यो ल म त 25 गतेसम्म वेट गर्छु 25 तारिकसम्म वेट गर्छु अनि 25 तारिकसम्म ल अब मासु पनि सकेको छ आलुचप एकचोटि रहेछ यार हामीले बुढो बनाएको ल गाइस खाना चाहिँ भेटौँ है त रुममा आएर अब हल्का फुल्का बुढले बनाएको लस्सी एनर्जी ड्रिङ्क पाउडर चाहियो होइन घरमा आएको नि कति आज 22 तारिक भइसक्यो लस्सी खाउँ ज्यान बनाऊ यतै सब कहिले खुल्ने हो एयरलाइन सब बन्द छ गाह्रो छ लेट्स गो गाइस लेट्स गो ल खानासाना खाएर पनि अब आइसकेको छ रुमतिर यहाँ चाहिँ अब बच्चाहरू पढ्दैछ जाने नि भएछौँ काले भाइ होमवर्क गर्दैछ त है कलुवा तुमजी अरे बा ल गाइस अब खानासाना खाएर आइसकेको छ है त आजको यही हो भ्लग चाहिँ है त बुढीको पराठा ओके गाइस सी यु इन नेक्स्ट भ्लग किप लभिङ है त